सेफ्स एसोसिएसन अफ नेपालले विश्व पर्यटन दिवस तथा बडा दशैंको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। ललितपुरको फर्सीडोलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुण कुमार चौधरीले पर्यटन दिवस र बडा दशैंको शुभकामना दिँदै पदमा हुँदा र नहुँदा पनि सेफ्स एसोसिएसनलाई सक्दो सहयोग गर्ने बताए। पूर्व राज्य मन्त्री चौधरीले नेपालको पर्यटन क्षेत्रमा एसोसिएसनको योगदान र पाक कलामा नेपाली खानालाई विश्व सामु चिनाउन गरेको योगदान महत्त्वपूर्ण भएको जिकिर गरे। यतिको कार्यक्रम गर्नु भएको छ, आगामी दिनमा यो एसोसिएसनले अझै पनि प्रगति गरोस् र मेरो तर्फबाट र हाम्रो तर्फबाट जुन हुनुपर्ने सहयोगहरू छ त्यो सधैँ नै भइराख्ने छ। यो आज सत्तामा बस्दै गर्दा होस् या सत्तामा नबस्दै गर्दा होस्, जहिले पनि अब यो जुन नजिकबाट साथीहरूले जुन चिया गफमा कफी खाँदाखेरि मसँग जुन आत्मीयता भएको छ होला, उहाँहरूले मलाई नजिकबाट चिन्नु भएको छ होला। शुभकामना व्यक्त गर्दै एसोसिएसनका अध्यक्ष रेशम कुमार लामाले पर्यटनको दिगो विकास र आर्थिक उपार्जनका लागि एसोसिएसनले योगदान गर्दै आएको बताए। अध्यक्ष लामाले 3 दशकदेखि एसोसिएसन र नेपाली सेफ्सले नेपाली रैथाने परिकारलाई पाक कलाको माध्यमबाट विश्वमा चिनाउन अथक प्रयासरत रहेको बताए। विश्वभर छरिएर रहेका पाक कलामा सक्रिय सेफ्सहरूले नेपाली खानालाई विश्वमा चिनाउन महत्त्वपूर्ण योगदान गरेको दावी गरे। सेफ एसोसिएसन अफ नेपालले विगत 3 दशकभन्दा लामो समयदेखि भान्से पेसामा मार्फत सेवा सिप र संस्कृति र संरक्षण गर्दै आएका छौँ। वर्तमान समय हामी पर्यटन, कृषि, वातावरण र सम्बन्धित नीतिगत विषयको पनि सक्रिय भएर अघि बढिरहेका छौँ र यस यात्रामा हाम्रो साझेदार संस्थाको योगदान उल्लेखनीय छ। कार्यक्रममा एसोसिएसनका संस्थापक अध्यक्ष पुष्प थापा मगरले संस्था स्थापना गर्न भन्दा पनि संस्थालाई टिकाउन कठिन भएको बताए। पूर्व अध्यक्ष थापाले प्रविधि र युगलाई पछ्याउन आग्रह गर्दै नयाँ युगसँगै नयाँ कुरा सिक्दै जानुपर्ने बताए। मन, वचन र कर्मले गरेको काम सफल हुने भन्दै पूर्व अध्यक्ष थापाले सफल हुन सभ्य र सकारात्मक सोच राख्न आग्रह गरे। अब हामीले समय, परिस्थिति अनि आवश्यकता हामीले सम्झौता गर्न सकेनौँ भने हामी जहिले पनि पछि पर्छौँ। अबको नवोत्तरण युग भन्दाखेरि प्रविधि युग हो। प्रविधि युगलाई हामीले पछ्याउन सक्यौँ भनेदेखि हामी सफल भयौँ। मेरो बाउले घिउ खाएको मेरो हात सुँगो भने केही हुँदैन। बाउले हो घिउ खाएको, हात सुँगो अहिले हुन्छ, गराउँछ। एसोसिएसनका पूर्व अध्यक्ष जित लामा पाखरिनले शुभकामना दिँदै पहिला हस्पिटालिटी सम्बन्धी सिक्ने स्थानको अभावमा पनि जसोतसो संस्था स्थापना गरेर अहिलेको पुस्ताका लागि सहज बनाइएको बताए। भान्से भनेर हेप्ने गरिए पनि अहिले सेफ्सहरूलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै पूर्व अध्यक्ष पाखरिनले नेपालमा पहिला बङ्गाली सेफ्सको बाहुल्यता रहे पनि अहिले नेपाली सेफ्सको उपस्थिति दरिलो रहेको जिकिर गरे। यो जति नै प्रोडक्ट भएको छ, जति नै उ गरेर चाहिँ सेफ एसोसिएसनको साथीहरूले मात्रै थाहा होस् भन्नु चाहन्न कि नेपाल अधिराज्यभरि नै रेबन पनि छ। सेफ एसोसिएसनको थ्रुबाट पनि सम्पूर्ण नेपालमा प्रोडक्ट भएको चिजहरू हामीले युज गर्दोस्। युज गर्नुको लागि थोरै हामीले प्रचार प्रसारदेखि लिएर यो खानाको पहिचान र चिनारी गर्दै हाम्रो भन्सामा पनि नेपालमा प्रोडक्ट भएको चिजहरू युज होस् भन्नु चाहन्छु। एसोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह धेरै मेहनत गरेर संस्था स्थापना गरेकाले संस्थाको अहित हुने काममा कोही लाग्न नहुने भन्दै छरिएर रहेका सेफ्सलाई एकीकृत गर्ने आग्रह गरे। सेफ्सको रेटिङ आफूले होइन अर्काले गर्नुपर्ने भन्दै पूर्व अध्यक्ष केसीले कसैले केही भन्नुभन्दा कामले गरेर देखाउन आग्रह गरे। र आज यो हाम्रो मदन देवानजी जुन हामी सेफ एसोसिएसन अफ नेपालको आर्थिक सल्लाहकारको नाताले उहाँले जुन किसिमको हामीलाई निम्तो दिएर आज हामीलाई मिठो परिकार खुवाउँदै हुनुहुन्छ, सायद त्यो मिठो परिकार बनाउने मान्छे पनि साह्रै खुसी भएर बनाएको होला। दुखी भएर रिसाएर बनाएको खाना दूषित पनि हुनसक्छ है। पूर्व अध्यक्ष श्रीराम अधिकारीले पर्यटकको आगमनमा कमी आएकाले अब एग्रो टुरिज्मलाई ध्यान दिन आग्रह गरे। पूर्व अध्यक्ष अधिकारीले एग्रो टुरिज्ममा ध्यान दिन सके आयातमा कमी आउने र युवा जनशक्ति पलायन हुने क्रम घट्ने दावी गरे। एग्रो टुरिज्मको माध्यमबाट स्वदेशमै रोजगारी सृजना गर्न सकिने भन्दै सेफले पनि उत्पादनमूलक काममा लाग्न प्रेरित गरे। एग्रो टुरिज्ममा पनि अलिकति ध्यान दिनुपर्ने अवस्था आएको छ, किनकि हामीले 1 लिटर टमाटो केचपको 200 मा होइन कि 50 ml टोवासको ससको 550 रुपियाँमा बेच्नुपर्ने अवस्था आइसकेको छ। अब यसको लागि चाहिँ तपाईँहरू व्यापारी साथीहरूले
टुरिज्मसँग रिलेटेड साथीहरूसँग चाहिँ हातेमालो गर्दै जानुभयो भने यो चाहिँ धेरै नै राम्रो हुन्छ। किनकि हाम्रो उच्च जनशक्तिहरू चाहिँ विदेशमा पलायन भइरहेका छन्, पैसाकै कारणले हो। शुभकामना व्यक्त गर्दै ग्रिन नेपाल एग्रो प्राली सञ्चालक खामाङ देवानले नेपालका होटलका लागि आवश्यक पर्ने खानेकुरा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर प्रयोग गरिदिएमा स्वदेशी उत्पादनले बजार पाउनुका साथै रोजगारी सृजना हुने बताए। आजको यस कार्यक्रमले तपाईँ लगायत तपाईँका सम्पूर्ण परिवारमा सधैँ सुख शान्ति र समृद्धि रहिरहोस् र आजको कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न होस् भन्ने आशा राख्दै एसोसिएसनका अर्का अध्यक्ष रत्नबहादुर थापा र फास्टफुड एसोसिएसनका प्रतिनिधिले पनि शुभकामना व्यक्त गरेका थिए। पानसमा बत्ती बालेर शुभारम्भ गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका महानुभावहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो। ग्रिन नेपाल एग्रो प्रायोजनमा कार्यक्रम आयोजना गरिएको थियो। एसोसिएसनले नेपालमा मनाइने पर्यटनसित जोडिएका र नेपालमा मनाइने चाडपर्वको अवसर पारेर यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।